निर्माण घोषणा भएदेखि नै चर्चामा रहेको चलचित्र हो बलिदान। बलिदानलाई आसुसेन फिल्म्स प्रोडक्सनले निर्माण गरेको हो। चलचित्रका निर्देशक सन्तोष सेन हुन्। चर्चा परिचर्चा चलचित्रको धेरै नै छ। यस चलचित्रमा विराज भट्टका छोरा समीर भट्ट मुख्य भूमिकामा देखिँदैछन्। उनको यो डेब्यू चलचित्र रहने थियो यदि बलिदान चलचित्र समयमै छायाङ्कन सुरु भएको भए। तर बलिदान अब समीर भट्टको दोस्रो चलचित्र हुनेछ। यसै क्रममा निर्माण टिमले चलचित्रको पहिलो झलक सार्वजनिक गर्ने भएको छ। यसै साता निर्माण टिमले चलचित्रको पहिलो झलक युट्युब मार्फत सार्वजनिक गर्ने भएको छ। निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा अभिनेता समीर भट्ट क्रोधित मुद्रामा छन्। उनको हातमा मसाल रहेको छ र पृष्ठभूमिमा आगो दन्किरहेको हामी हेर्न सक्छौं र भुइँमा कोही व्यक्ति लडिरहेको त्यो पनि हामी देख्न सक्छौं। चलचित्र बलिदान यही वर्षको दशैंको शुभ अवसरमा फुलपातीमा रिलिज हुँदैछ। यस चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, दिव्यदेव, रिचा शर्मा, प्रेमपुरी, कविता रायको मुख्य भूमिका रहेको छ। चलचित्र बलिदानका निर्माता पवन बारफोर्ड बिष्ट हुन् भने कार्यकारी निर्माताको रूपमा प्रेमपुरी रहेका छन्।